पर्यटन विधेयक 2082 माथिको छलफलमा थियौँ र त्यही छलफललाई अगाडि बढाउन चाहन्छु। माननीय सदस्य धनेन्द्र कार्कीलाई बोल्नलाई समय दिन्छु। समय 3 मिनट। सम्माननीय सभामुख महोदय, पर्यटन विधेयक 2082 माथि विचार गर्दा नेपाल प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी देश हो। पर्यटन हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण आधार पनि हो। माननीय सदस्य, त्यसैले पर्यटन विधेयकलाई माननीय सदस्य एकैछिन। माननीय सदस्यहरू, मैले माननीय सदस्यहरूले सदन चलाउनलाई सहयोग गर्नुभएको हुनाले सदन अगाडि बढाएको छु र माननीय सदस्यलाई मैले रोस्टममा बोलाइसके पछाडि यहाँहरू उठ्नु भएको छ। त्यस कारणले यहाँ बसिदिनुहोस्। म माननीय सदस्यले रोस्टमबाट आफ्नो कुरा राखिसकेपछि फेरि यहाँहरूको कुरा सुन्नेछु। माननीय सदस्य अगाडि बढ्नुहोस्। सम्माननीय सभामुख महोदय, पर्यटन विधेयक 2082 माथि विचार गर्दा नेपाल प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी देश हो। पर्यटन हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण आधार पनि हो। त्यसैले पर्यटन विधेयकलाई केवल कागजमा सीमित नगरी ग्रामीण पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन र स्थानीय रोजगारीसँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यान जान आवश्यक छ। पर्यटन पूर्वाधार, सडक सुरक्षा र यातायातसँग जोडिएको यातायातलाई प्राथमिकतामा राख्दै यो क्षेत्रलाई आर्थिक समृद्धिको मूल्य आधार बनाउनु पर्नेमा म जोड दिन चाहन्छु। सम्माननीय सभामुख महोदय, तर दुःखका साथ भन्नुपर्छ, राजस्वको सदुपयोग गरियोस्। सरकार यातायात जस्तो राष्ट्रको मेरुदण्ड मानिने क्षेत्रलाई सरकारले अपेक्षित प्राथमिकतामा राखिएको देखिएन। भौतिक पूर्वाधार मन्त्रालयबाट यातायात मन्त्रालय नै हरायो। म आफै एक यातायात व्यवसायी भएकाले केही कुरा राख्ने अनुमति माग्दछु। यातायात केवल गाडी चल्ने क्षेत्र मात्र होइन, यो देशको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधार हो। गाउँदेखि सहरसम्म किसानको उत्पादन बजारसम्म पुर्याउनेदेखि विद्यार्थीलाई विद्यालयमा, बिरामीलाई अस्पताल, कर्मचारीलाई कार्यालय र नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम यातायात क्षेत्रले गरिरहेको छ। देशको दैनिक जीवन नै यातायातसँग जोडिएको छ। यातायात बिना पर्यटन पनि असम्भव छ। नेपालमा आज जति पनि पेट्रोलियम पदार्थ खपत भइरहेको छ त्यसको ठुलो हिस्सा यातायात क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पेट्रोल, डिजेल, मोबिल, टायर, ब्याट्री, स्पेयर पार्ट्स, ग्यारेज, वर्कसप, बिमा, बैंकिङ, होटेल, रेस्टुरेन्ट, पेट्रोल पम्पदेखि हजारौँ साना तथा ठुला व्यवसाय यही क्षेत्रको कारण चलिरहेका छन्। एउटा सार्वजनिक सवारी सञ्चालन हुँदा त्यससँग दर्जनौँ व्यवसाय र लाखौँ परिवारको जीविका गाँसिएको हुन्छ। सरकारले सजिलै नयाँ सवारी दर्ता स्थगित भन्दा कति व्यवसायी रुएका छन् हजुर सरकारलाई थाहा छैन। आफूलाई नपरी कसैले चासो नि राख्दैन। यातायात क्षेत्र नेपालकै सबैभन्दा धेरै राजस्व तिर्ने क्षेत्रमध्ये एक हो। यही क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब 20 लाखभन्दा बढी नागरिकलाई रोजगारी दिएको छ। निजी क्षेत्रबाट खर्बौँ रुपियाँ लगानी भएको छ। राज्यलाई ठुलो राजस्व तिर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र लाखौँ नागरिकको घर परिवार चलाइरहेको क्षेत्रलाई बजेटमा स्पष्ट रूपमा सम्बोधन नहुनु दुःखद विषय पनि हो। आज पनि सार्वजनिक यातायात क्षेत्र अनेक समस्याबाट गुज्रिरहेको छ। सडकको अवस्था कमजोर छ, सवारी व्यवस्थापन प्रभावकारी हुन सकेको छैन, दुर्घटना न्यूनीकरणमा पर्याप्त काम हुन सकेको छैन, व्यवसायीहरू असुरक्षित महसुस गरिरहेका छन् भने श्रमिकहरूको सामाजिक सुरक्षा अझै सुनिश्चित हुन सकेको छैन। अर्कोतर्फ पर्यटकहरूले पनि सुरक्षित भरपर्दो समयमै सेवा पाउन सङ्घर्ष गर्नु परेको अवस्था छ। नेपालीले तिरेको भाडाभन्दा दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य पर्यटकहरू हुनुहुन्छ। यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधि मैत्री बनाउन राज्यले दीर्घकालीन नीति ल्याउन आवश्यक छ। सार्वजनिक यातायातको आधुनिकीकरण गर्नुपर्छ, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ। विपक्षी बेन्चका मान्य सदस्यहरू किन उठ्नु भएको? हामीले बोलेनौँ भनेर हजुरले भन्नुभयो। हामीले त हजुरबाट यो निष्कर्ष हामी सुन्न चाहन्थ्यौँ। धन्यवाद। बसिरहेको